हेलो गाइस, वेलकम टु माई ब्याक टु ब्याक युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म हो तपाईँको प्रिय मित्र जनक कार्की। भन्नुहोस् गाइजहरू, तपाईँहरूलाई कस्तो लाग्छ त अनि आजभोलिको पोलिटिक्स माहौल र अनि भर्खरै सुदन गुरुङ हिजो सुदन गुरुङले राजीनामा दिनुभएको थियो, पूर्व गृहमन्त्री, हाम्रो जेनजीको अगुवा पनि भनौँ होइन। उहाँलाई चाहिँ आफ्नो पदबाट राजीनामा दिनको लागि बाध्यकारी कसले गरायो त? किन भयो त? यो भनेको तपाईँहरू हामीहरूको हल्ला हो, हल्लाले गर्दाखेरि आफ्नो पदबाट राजीनामा दिनु बाध्य हुनुभयो र आखिरमा त्यो सामाजिक सञ्जालमा गलत हल्ला र गलत भ्रमहरू फैलाउनु भयो र उहाँको पर्सनल तरिकाले भएको विवरणहरूमा चाहिँ झुटा मुद्दाहरू भनौँ या झुटा कुराहरू भनौँ होइन, त्यो कुराले गर्दाखेरि अलिकति पनि फरक पर्न गयो। र अनि यदि त्यो कुरा रियल हो या रियल होइन भन्ने कुरा अब त्यो छानबिन हुने गठनले चाहिँ पस्ट्याउँछ होला। र अनि हामीहरू हल्लाको पछाडि त्यस्तो नराम्रो कुराको पछाडि दौडिनु हुँदैन। तपाईँहरू हामीहरू जस्तो मान्छेहरू सत्यलाई सत्य भन्न जान्नुपर्छ, असत्यलाई असत्य जान्नुपर्छ। हामी अन्धभक्त हुनु हुँदैन। प्रतिशोध गर्नेहरू प्रतिपक्ष दलहरू हुन्छन्, तर प्रतिशोधको भावनाले अघि बढेपछि अलिकति अप्ठ्यारो पर्न सक्छ। लगायतहरू सबैले सपोर्ट गर्नु होला। फेरि पनि हाम्रो पूर्व गृहमन्त्री सुदन गुरुङलाई फेरि त्यही पदमा नियुक्ति गरिदिनको लागि हाम्रो बालेन सरकारलाई अनुरोध गर्दछौँ। गाइजहरू, हामीलाई सुदन गुरुङ गृहमन्त्री फेरि पनि चाहियो। वेलकम टु ब्याक होम मिनिस्टर सुदन गुरुङ। ल प्लिज गाइस, सेयर सब्सक्राइब लाइक गर्नु होला र अनि यो भिडियो सबैको सञ्जाल सबैको सामु पुगोस् भन्दै म बिदा हुन चाहन्छु। तपाईँ के हुन चाहनुहुन्छ त? ठिक छ, कम ब्याक होम मिनिस्टर अफ नेपाल सुदन गुरुङ। एकदम मलाई नि त्यही नै हो हुन चाहिँ। सुदन गुरुङ वेलकम टु ब्याक होम मिनिस्टर। निष्पक्ष छानबिन होस्, छानबिनका साथै जेनजीहरू फेरि मैदानमा आउन बेर लाउँदैनौँ। हामीहरू फेरि अझै पनि क्रान्तिको भावनाले अघि बढ्ने भने छैन भने कुनै पनि छानबिनमा कुनै पनि प्रमाणहरू देखिएन, कुनै पनि अहिले प्रतिशोधको आगो राम्रो हुँदैन। गाइजहरू, यो अवस्था राजनीतिक हो, त्यसको त्यही अनुसार भएन भने अथवा छानबिनमा निष्पक्ष देखियो भने चाहिँ सुदन गुरुङले चाहिँ न्याय पाउनै पर्छ। अथवा उहाँले काम पनि राम्रो गरिराख्नु भएको छ, उहाँले चाहिँ फेरि पनि पदमा नियुक्ति हुनुपर्छ भन्ने मेरो धारणा पनि हो। अनि त्यसपछि उहाँले छानबिन भएर निष्पक्ष हुनुभयो भने उहाँलाई चाहिँ न्याय